सुदन गुरुङ यतिखेर बालाजु प्रहरी चौकीमा आइसक्नु भएको छ। उहाँले प्रहरी तथा आफ्ना आफन्तलाई भेटेर केही बेर कुराकानी समेत गरिसक्नु भएको छ। कुराकानीको क्रममा यतिखेर आफन्त सुदन गुरुङलाई देखेपछि अङ्गालो मारेर न्यायको लागि उहाँको आमा ईश्वरी भुजेलको आमालाई भेट्न दिनु दाइ, भेट्न दिन दिनु न। आमा हो, आमालाई दिनु, आमालाई दिनु, उहाँलाई दिनुपर्छ। आमा मृतकको उहाँलाई आफन्तलाई भेट्नको लागि आइसक्नु भएको छ। सुदन गुरुङले आफ्नो आफन्तसँग कुराकानी गरिरहनु भएको छ। जे आश्वासन दिनुभयो अथवा के गर्नुभयो त्यो विस्तृत जानकारी भने आउन बाँकी नै छ। सुदन गुरुङ अझै पनि आफ्नो आफन्तलाई भेटिरहेको तपाईँले दृश्य देख्न सक्नुहुन्छ। मृतक अर्थात् नेपाली